अहिले के काट्ने हैन खै जाऊ टीका बनाऊ ल्याउन न जाऊ अब यता वहाँ जान यहाँ होइन यस्तो फर्केर खिच्छु कृतिले लाइट खाइदिन्छ नि तपाईको मुख हजुर आमा पहिला किन ला फोटो खिच्छ फोटो खिच्दै कान्छी भिडियो भने बाप रे हजुर सामने आप बस्नु न खडा भइ बाप रे कौन है ये रख्नु न फोटो खिचिदिन्छ एउटा त्यस्तै खडा हुनु र आमाको पनि मुख निकाल्दैन आमा यतातिर आउनु न त्यो बाला त सही पहिला त बाल त ए मार्चीले त मार्ची लिया बहिनी गुडिया गुडिया ल्याउनु ल मलाई दिन्छ गीत त अघि नै दिए अहिले दिन्न आउनु न काटेको हैन खाना बनाउँदै यही छेली त अझै पैसा पाइसकेँ जस्तो आउनु आउनु भित्र आउनु अब केक काट्ने हो ए यहाँ त अनि आएर कहाँ गयो किस्त अनि उले रुकी अनि सियो फोन नल्याछि आउनु देऊ यता हेर बाबु रुकै आउनु म आउनु न भित्र अझै एउटा छ पुरा गरम भयो हामीले पनि टिका लगाइदिने हो भयो त आमाले पैसा दिनु हेर्ताको आछा फेरि केक खान पाइन्न कि आउनु जानु न आगे जानु हुन्छ हुन्छ आउनु न हुन्छ यही छु यही छु बहिनी तिमी थोडा सा बस त यसरी अँधेरो किन भयो यहाँ लाइटको अगाडि तपाईको देव ठिक लगाइदियो त्यो चियर ल्याइदियो त भित्र ठिक लगाइदिएको बहिनी त्यस्तै लगाइदिनु ती रामदी आइछौ कुर्ती ल्याउँदैछ खै बहिनी त ओ बहिनी यता आदा बहिनी यता उता त जानु चेहरा त बनाइदिउँ उता उता एउटा उता हेर्दैन एउटा खै खै टन्छ बैठ जाऊ आन्टी वहीं पे बैठिए अब एउटा यहाँ लगाइदिउँ ल काट केक काट यता बस्नु पुगेर हुन्छ पुगेर ल ह्यापी बर्थडे ला भिडियो बनाउँछु गरेको कुरो अँधेरो भयो लाइट चलाइदेऊ त छोरी लाइट जलाकै छ फु गरिसक्यौ कहिले ल तिम्रो जलाएको छैन फु गरे फेन चलाइदिनु त सबै जलाइदिए पुरा गरम भयो किन अँधेरो अँधेरो लागेछ लाइट त उतातिर हो भएर के लाइट उता छ नि त यहाँ पनि एउटा लाइट देऊ न त बर्थडेमा पापालाई पठाऊ खिलायो तैँले पनि खिलायो एउटा ठुलो मम्मीलाई खिलाइदे काटेर खिलाइदे